हेर निश्चल, तेरो दाइ भाउजूको बच्चा बच्ची त हुने भयो। अनि तँलाई एउटा कुरा थाहा कि भाइ, तेरो बाले भनेको जसको पहिला सन्तान हुन्छ उसलाई काठमाडौँको घर दिन्छु भन्नुभएको थियो। अब तेरो त सन्तान नहुने भयो, यो कुरा सबैलाई थाहा छ। कि अब त गाउँै फर्किन्छस् त? हेर केटा, सहरमा यत्रो दुःख गरेर बसिस् यत्रो वर्ष, अब त गाउँमा गएर कुटो कोदालो गर्न सक्छस् त? जति यो घरमा तेरो दाइको अधिकार छ नि त्यति अधिकार तेरो पनि छ। कतिपय कुराहरू बाआमाको नसुने पनि हुन्छ। आफ्नो अधिकारको लागि लड केटा, नडरा। आफ्नै बाउ र दाइसँग पनि के लड्नु कि? फेरि हामी सबैले सम्झौता गरेकै कुरा हो। जसले पहिला सन्तान दिन्छ उसैलाई यो काठमाडौँको घर पास गरिदिन्छु भन्नुभएको छ बुवाले। खै के गर्ने होइन। अब यो घरको आदि सम्पत्ति तैँले माग्नुपर्छ केटा। सन्तान नभएकै कारणले तैँले यत्रो सम्पत्ति छोडेर जान्छस् त गाउँ। अब तैँले आफ्नो अधिकारको लागि भए पनि लड्नुपर्छ। अनि फेरि तैँले यत्रो सम्पत्ति जोड्न पनि त सक्दैनस् नि। सम्पत्ति भनेपछि महादेवका 3 नेत्रहरू छन्। तेरो दाइ त कुन्द्याङको मुला हो र। अनि तेरो भाउजूबाट अनि बच्चा नहुने कुरा थियो नि, अनि 81 कसरी बच्चा भयो त? विचार गर केटा, तेरो दाइले पनि केही रोल खेल्दैछ। धेरै सोझो नभए। तैँले मलाई सम्झाएको कि हाम्रो घर भाड्न खोजेको? मैले तेरो घर भाडेर मलाई के को फाइदा? म त साथी भनेर तँलाई सम्झाएको नि। के अब फेरि उही गाउँ गएर कुटो कोदालो गरेर बस्न सक्छस् त? तेरो दाइ यहाँ यस गरेर बस्छ। तर सम्झाउने खालको मान्छे हिँड्छस्। जा उही गाउँतिरै सुहाउँदो रहेछस्, जेसै गर। अनि भन्न त मैले के गर्ने होला? अब पनि के गर्ने होइन, सिधै भन्दै पाएर दाइलाई म यो घर छोड्दिनँ भनेर। बरु दाइलाई नै गाउँ पठाइदिए। अनि मान्छ त त्यसले? किन नमान्नु? तँ नेडे देवी गर्नु पर्यो नि भाइ। हेर, यो सम्पत्ति त्यति सजिलै दाइलाई नछोडिस्। मैले तँलाई साथी भनेर सम्झाएको, बुझिस्? रिबा कहाँ गइसिन् रिबा? ए ठुली बुहारी पो रहेछ। सँग बस्नु न बस्नु, चिया बनाउँदै थिएँ, चिया खाएर जानु होला। मलाई खासै खानु मन त थिएन। अलि चिनी कडा पारेर बनाऊ है। हुन्छ खान्ला। तिमी पनि कति दुःख गर्छौ भने घरको सरसफाइ, चिया पकाउने, खाना पकाउने। अनि कृपा तिमीले त यो घिउ कस्तो मजाले ल्याएछौ, काँडा ल्याएको थियो। यो त तातो भातमा 1 चम्चा हालेर खाए कस्तो मिठो हुन्छ है। हजुरलाई मनपर्छ भने लिएर जानु न। मलाई त यो घिउ पनि साह्रै मनपर्छ। देऊ खुसी लाग्यो मलाई त। अनि अर्को कुरा के कृपा, वास्तवमा भन्ने हो भने मलाई त्यो रिबा फिटिक्कै मन पर्दैन। त्यसको लवाई हेर न, त्यहाँ कति उत्तौली। त्यो संस्कारी पनि मुखले बोल्नु पर्ने भएर पो बोल्या त। तिमी त हेर कति संस्कारी, कति सज्जन, खानेकुरा कति मिठो पकाउने, चिजहरू कति राम्रा ल्याउने। अब त्यसको अगाडि केही भन्न मिलेको छैन। हरेक कुरामा तिमी ठिक छौ क्या। फेरि माया पनि गर्दिनौ मलाई तिमीले वास्तवमा। खोइ जतिखेर घरमा आउँदा रिबा रिबा भन्नुहुन्छ, मलाई त वास्तै नगरे जस्तो लाग्छ हजुरले। मेरी आमै नि के भनेकी बुहारी तैँले यस्तो? तँलाई त मैले मेरो मनको मान्छे सोचेको थिएँ। अनि अर्को कुरा, मेरो छोरी र तँमा केही फरक सोचेको थिइनँ। तैँले आज यस्तो कुरा भनेर मेरो मन दुखाइस्। अनि मलाई केही भन्नु छैन के। सानीमा नरिसाउनु न। अनि के त? त्यसो नभन न त। तिमीलाई त मैले मुटुमा राखेको छु। अनि मुटुमा राखेको मान्छेले सियोले भोग्दाखेरि चित्त दुख्दैन त? कस्तो दुःख पोखौँला, कस्ता कस्ता कुरा थिए भनेर आएको चस्सो हुने गरी भने। त्यसो नभन्नु न सानीमा। हजुरकै आशीर्वादले त हामी यहाँसम्म पुगेका छौँ। हजुरलाई माया नगरेर कसलाई माया गर्नु? हजुर बाहेक को नै छ र हाम्रो यहाँ फेरि? सानीमा, पहिला मेरो कोख बाजु भएर मलाई दुनियाँले कति कुरा सुनाए, समाजमा मैले मुख देखाउन लायक पनि भएको थियो। अहिले हेर्नु त, हजुरहरूको कृपाले, भगवानको कृपाले अहिले मेरो कोख बसेको छ। तिमीहरू 2 जनाको सन्तान जन्मिँदैछ भन्दाखेरि म हजुरआमा बन्न मलाई आतुर भइसकेको छ। अब त्यो नाति भए पनि नातिनी भए पनि त्यसलाई यो धरतीमा टेकाएर यो मेरो काखमा राखेपछि म कहाँ पुग्छु होला? मैले यो बच्चालाई जन्म दिएर यस धरतीमा टेकाएर हजुरसित खुसी चाहने ठुलो रहर छ। तिमी मसँग अलिकति टाढा हुन खोज्छौ के?
किन सानीमा झैडै गर्दैन भनौ कसलाई भनौ नभनी नभनी भएको छैन कृपा मलाई 10,000ले अहिले फ्याटी परेर आपत परिरहेछ भन्ने मान्छे कोही छैन अब सुनाउनु नि कसलाई सुन्नु त्यो रिभालाई सुनायो भनेदेखि 1 रुपियाँ त्यसले पत्याउँदैन त्यसले केही गर्दा पनि गर्दैन तिमी त यसो संस्कारी बुझ्ने भएर तिमीलाई सुनाएको कृपा के गर्नु सानीमा चिन्तै नगर्नु त्यो 10,000 त म दिइहाल्छु नि हजुरलाई पर्दैन कृपा तिमीले त्यो 10,000 दिनु पर्दैन मलाई अब हेर न चाहिँदैन भन्न मलाई कस्तो परेछ तर तिम्रो यस्तो अवस्थामा मैले कसरी लिनु भन घरि पैसाले गाह्रो परे भन्नुहुन्छ घरि पैसा चाहिँदैन हुनुहुन्छ खै त बुझ्नै सकिन सानीमा होइन बुहारी चाहिँदैन त भनेकै छैन नि अब आफ्नो बुहारीले दिन्छु भनेपछि अब त्यो 10,000 नभइकन व्यवहार पनि सल्टिँदैन व्यवहारले सल्टिनु परेछ अझ त्यो 10 को ठाउँमा 12-15 भए त बुहारी सबै काम सल्टिन्थ्यो अब त्यो हसुवा पोल्ने एउटी बुहारी छ त्यो सिमाको कामै छैन के गर्नु बिचरा हेर्नु सर तँलाई मैले भन्दाखेरि नरमाइलो लाग्ला नमजा लाग्ला रिवालाई भनेर कृपालाई अलिकति सहयोग गर्नु पर्यो तँलाई थाहा छँदैछ भाउजू अहिले प्रेग्नेन्ट छ यो अवस्थामा तेरो बुढीले सकेसम्म अलि धेरै घरको काम गरिदियो भने कृपालाई अलिकति सपोर्ट हुन्छ तेरो बुढीलाई भन्नु पर्यो सम्झा एकचोटि इमोसनली त सपोर्ट गरिरहेको छ त त्यही माथि रिवा हुने घरको छोरी हो उसलाई किचनको काम त्यति राम्रोसँग आउँदैन हुने घरको छोरी हो भनेर हुन्छ इमोसनल सपोर्ट गरिरहेछ भनेर हुन्छ फिजिकली पनि त सपोर्ट गर्नु पर्यो घरको काम आज गर्न नआउला भोलि गर्न नआउला पर्सि गर्न नआउला तर सिक्नु त पर्यो नि कति दिनसम्म चल्छ बुढीलाई घरको काम गर्न आउँदैन किचनको काम गर्न आउँदैन भनेर कति दिन ढाकछोप गरेर बस्छस् त यदि यो घरमा भाउजू नभएको भए के गर्थिस् तैँले मलाई खाना बनाएर खुवाउँछस् यदि तेरो बुढी हुने खाने घरको हो भने मेरो बुढी पनि हुने खाने घरको हो हेर्निसल भाउजू भनेको आमा सरहको हुन्छ यदि मैले तँलाई यति धेरै कुरा भन्दै पनि तैँले आफ्नो बुढीको कुरालाई ढाकछोप गर्छस् भने यो चाहिँ यो घरमा हुँदैन ल हुँदैन भने हुँदैन भाउजू कम बोल्नुहुन्छ रिवा अलि धेरै बोल्छ के रिवा धेरै बोल्छ भन्दैमा रिवामा कुनै संस्कार नै छैन कुरा कम बोल्ने र बढी बोल्नेको होइन कुरा यहाँ जिम्मेवारीको हो अहिले तँलाई पनि थाहा छ भाउजू दुई जिक्यु छ यति बेला कुनै पनि अप्ठ्यारो गाह्रो काम गर्न उसलाई हुँदैन तेरी बुढीले कहिले जिम्मेवारी महसुस गर्ने बुढीलाई टाउकोमा टेकाएर राखेर बुढीको जोइटिङ्ग्रे बनेर कति बस्छस् त पनि बुढीको खुट्टा धोएको पानी खाएर बस्ने मान्छे होस् जोइटिङ्ग्रे चाहिँ नभन है जोइटिङ्ग्रे यदि म जोइटिङ्ग्रे होइन मर्द हुँ भनेर तैँले साबित गर्न सक्छस् भने एउटा सन्तान दिएर देखा न नामर्द भनेपछि म नामर्द हेरी बस यदि मैले मेरो मर्दाङ्गिनी देखाउन सकिनँ भने नि म पनि मेरो बाउको छोरो होइन देखा त तेरो मर्दाङ्गिनी तैँले मर्दाङ्गिनी देखाएको दिन यो घर छोडेर हिँड्छु यदि देखाउन सकिनस् भने तैँले यो घर छोडेर हिँड्नुपर्छ विचार गर मलाई त सानीमा कहिलेकाहीँ तपाईँको विश्वासै लाग्दैन नुनको ढिकोमा पनि फस्ने खालको मान्छे हो तपाईँ छ्यारी बा कस्तो सोच्या तैँले अरूको लागि म नुनको ढिकामा फसे पनि तेरो लागि तिनीहरूले मलाई सुन दे पनि फस्दिन कस्तो कुरा गरे कि हो सानीमा त्यो कृपा हेर्दा मात्र सोझियो भित्र कम्ता घुसघुसे छे सोच्नु त्यसले फेरि तपाईँलाई ललाई फकाइ गरेर लोभ देखाउली नि कति जेलसम्म भाडामा बस्नुहुन्छ यदि यो घर मेरो भइहाल्यो भने तलको फ्ल्याट पुरै हजुरको कस्तो कुरा गरे कि बुढाले तैँले यस्तो संस्कारी यति राम्रो अनि यति इमान्दारी 7 गाउँ खोजे पनि मैले तिमी जस्तो बुहारी पाउँदिन त्यो कृपा छ नि कृपा त्यो अलक्षिणको त मलाई यो घरमा तल जाँदा पनि मलाई रिस उठ्छ हेर माथि आउँदा पनि रिस उठ्छ पुरै नभएर बुहारी अब यहाँ हुनेसम्म त म भनिहाल्छु नि तिमीले यस्तो कुरा गरेर चल्छ त मलाई लास्टमा सानीमाले गुण पो बिर्सिने हो कि हेत्तेरीका बुहारी तिमी चिन्तै नगर न
मैले यी सबै कुरा सोच्दैछु। तिनीहरूलाई मैले राम्रो तरिकाले निकाल्न सकिनँ भने गुन्डाहरू लगाएर हात गोडा भाँचेर अपाङ्ग बनाएर भए पनि यो घरबाट निकालेरै छोड्छ। अनि यो घरको हत्या तिमीलाई बनाएरै छोड्छ। सानीमा, मलाई हजुरप्रति पूर्ण विश्वास छ। अबको मिसन कसरी हुन्छ, के गरेर हुन्छ, जसरी भए पनि पुरा गर्नुपर्छ। झन् अस्ति त्यसको बच्चा क्युरेट गर्ने औषधि दिए है भनेर त्यो बुढीले त पिप्लामेन्ट चक्लेट पो दिएर पठाइछे भने त्यो बुढी पनि कामै नलाग्ने मेरो मिसनै फेल गराइदिए। अबको चाहिँ जसरी हुन्छ हाम्रै पुरा गर्नै पर्छ। अब बुहारी, यो घरको फ्ल्याटै मैले पाउने भइसकेपछि यति काम मैले गर्दिनँ होला। तिमी चिन्तै नगर न। यो घरको नाम मात्र मेरो हो क्या। यो घरमा होइन त हजुरकै चल्छ। बस हजुरले यो घरबाट ती दुईजनालाई कसरी हुन्छ, के गरेर हुन्छ, जसरी हुन्छ निकाल्नु पर्यो क्या। के रे बाउ, मैले तिम्रो सबै कुरा बुझेँ। मैले यो कुरालाई कसरी हुन्छ अन्त गरेरै छोड्छु र तिम्रो मिसनलाई पुरा पनि गरिदिन्छु। तिमीले चिन्ता लिनु पर्दैन। हेर रिमा, मेरो नजरमा, दाइको नजरमा तिमी नै गलत छौ। यो अवस्थामा त तिमीले पनि भाउजूलाई अलिकति सहयोग गर्नुपर्ने हो नि, होइन र? ए भनेपछि म चाहिँ गलत, तपाईँहरू चाहिँ सही। के भन्न खोजेको? मैले काम गरेको हेर्नुपर्ने बेलामा चाहिँ तिम्रो ध्यान कता थियो? तिमीले भन्न खोजेको के हो? मैले दिदीलाई कामै सघाएको छैन भन्न खोजेको? त्यसरी पनि नभन रिबा। ईश्वरले भनेको कुरामा कुनै पनि गलत छैन। तिमी आफै नै आफ्नो ठाउँमा छैनौ त होइन? तिमी बच्चा हो। बच्चाले पनि यति कुरा भनेपछि बुझ्छ। नबुझेको जस्तो गर्छौ कि तिमीले साँच्चीकै बुझ्दिनौ। तिम्रो व्यवहार मैले बुझ्नै सकिरहेको छैन। मेरो व्यवहार बुझ्नलाई तपाईँलाई के चासो? मेरै बुढालाई त चासो छैन भनेपछि तपाईँ किन चासो गर्नुहुन्छ? खुब सुनेको थिएँ त मैले पनि, बाहिर बाहिर चार्नुहुन्छ अरे त। अहिले यहाँ दिदीको अगाडि राम बन्न नखोज्नुहोस्। अलि मुख सम्हालेर बोल तिमी। भगवानले मुख दियो भन्दैमा जहाँ पाए त्यही जे पाए त्यही बोली नगर। हेर न त्यहाँ उसको बुढाको बारेमा बोल्यो भने त उसलाई यति धेरै रिस उठ्दो रहेछ। तिम्रो बुढोले मलाई भन्दाखेरि चाहिँ मेरो चाहिँ मन दुख्दैन। तिम्रो मन किन दुख्नु पर्यो? नचाहिँदो कुरा गरे हेर मन दुख्नलाई। तिमीलाई के गर्न सन्तुष्टि मिल्छ ल भन त? यदि तिमीहरूलाई हामीसँग बस्न मन छैन, हाम्रो व्यवहार मन परेको छैन भने तिमीहरूले पनि आफ्नो बाटो खोज्न सक्छौ। किन हामीसँग चिप्केर बस्नु पर्यो? दिनरातको झगडा घरमा छरछिमेकले सुन्दा पनि के भन्छन्? यो घरमा झगडै गर्न मात्रै जन्मिएका मान्छे रहेछन् भनेर बुझ्ने छरछिमेकले? हेर्ने छ तेरो बुढीको व्यवहार मलाई फिटिकै मन परेको छैन। यस्तो पाराले चाहिँ घरमा बस्न सकिँदैन है भन्दैछु मैले। देख्यौ तिम्रो दाइले सिधै घर छोडेर जा भन्न नसकेर पुरा घुमाइ घुमाइ घर छोडेर जा भने। तिनीहरूको घर र छोडेर जानलाई हेर्छु म पनि कसले यो घर छोड्छ। तिमीले भनेर हुन्छ? तिम्रो दाइ भाउजूले हामीलाई निकाल्ने प्लान बनाइसकेका छन्। म पनि सानीमालाई भर्खरको भर्खर कल गरेर जसरी हुन्छ पुरा छिनोफानो गरेरै छाड्छु। हेर्छु म पनि के गर्न सक्दो रहेछन् तिनीहरूले। हेप्दा रहेछन्। व्यक्ति के हल्ला गरेका छन्, झगडा गरेका छन्। तल सुन्ला, छरछिमेकीले सुन्ला, तिनीहरूलाई त केही मतलबै छैन। होइन या तिमीहरू कहाँ गयो हो? अघि त पुरै हल्ला गरेर बसेको थियौ त। ल आऊ, तिमीहरूको कुरा के हो, तिमीहरूलाई गर्नुपर्ने के हो, तिमीहरू चारैजना बाहिर आऊ। दुधको दुध, पानीको पानी छुट्याउँछु। ए कृपा, होइन यो निभा कहाँ गयो फेरि? निभा के हो? मलाई आज दाइले सिधै घर छोडेर जा भन्न नसकेर पुरै घुमाइ घुमाइ घर छोडेर जा भने। के मेरो यो घरमा अधिकार छैन र? हेत्तेरी रिबा, म यो कुरो सुन्नै चाहन्छु। यो घरको अधिकार भनेको तिम्रो मात्रै छ। खोइ कहाँ गयो तिनीहरू? बिपिन, ए बिपिन, कृपा, तिमीहरू दुवैजना बाहिर आऊ त। आज म तिमीहरूसँग कुरा गर्छु। यो घरमा मेरो आधी अधिकार भए पनि 50 त तपाईँकै हो। बिपिन, के हो यस्तो घरमा सधैँ? बाहिर छरछिमेकले सुन्ला, बारमा बस्नेले सुन्ला। यतिको झगडा गरेपछि हाम्रो घरको इज्जत जान्छ भन्ने त तिमीलाई केही मतलबै छैन है? अनि त घरको जेठाबाट छोरो होस्, त
तैँले त आफूभन्दा सानो भाइलाई बुहारीलाई मिलाएर राख्नुपर्छ अनि आफै भाडभैलो गर्दै हिँड्ने सोच्नु पर्दैन अलिकति पनि तैँले मैले केही पनि भाडभैलो गरेको छैन सानीमा मेरा भाइ बुहारी नै यस्तै छन् त म के गरौँ अहिले कृपा दुई जीवकी छ तिमीले अलिकति साथ सपोर्ट गर्नुपर्छ घरको काम सहयोग गरिदिनु पर्छ भनेर भन्दै गर्दाखेरि मेरो व्यक्तिगत चरित्रमाथि औँला उठाएर मलाई आफ्नै घरमा बदनाम गर्न खोज्दैछन् मेरो बुहारी भयो बिपिन तैँले बढी मलाई रिबालाई होच्याएर बोल्नु पर्दैन रिबा कस्ती छिन् तँलाई भन्दा बढी मलाई राम्रोसँग थाहा छ यो घरमा रिबा नभित्रेकी भए यो घरै भन्ने थिएन आज रिबालाई नै तैँले लगाउनु भन्दा अलिकति अप्ठ्यारो लाग्यो यहाँ बाबु सुन आफ्नो श्रीमती कस्तो छ पहिला बुझ मेरा लागि दुईटै बराबर हुन् तर रिबाले कहिले संस्कार भने छोडिन रिबा भनेको हाम्रो घरकी संस्कारी बुहारी पनि हुन् संस्कार कुन संस्कारको कुरा गर्दै हुनुहुन्छ सानीमा तपाईँले जसमा मान्छे भएर मानवतै छैन त्यस्तो मान्छेलाई संस्कारी तेरो बुढी छ नि त संस्कारी यो घर भान्ने नै झन् तेरो बुढी हो के भनिस् तैँले तेरो बुढी हो घर भान्ने देवी जस्तो भाउजूलाई नथोरी कुरा गर्छ साला अब त हुँदा आफू भन्दा ठुलो दाइलाई छातीमा हात हाल्ने भइ छैन